मेरो नाम पो लेख्नु भयो कि भनेर खुसी भइरहेको थियो तपाईँको नाम त मनमा राखेको छु नि त सन्चै हुनुहुन्छ सन्चै छु भनौँ न एकदम अनि चुडा कसलाई दिनुभयो त हामीलाई त छैन कसलाई चुडा 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 सुन्नु एकछिन हामीलाई त छैन हाम्रो पालमा त के हो यस्तो नट फेयर एकैछिन रोक्नु म भयो भयो चित्त दुख्यो साँच्चै साँच्चै भर्खर अरे चुप लाग ब्रोकन हार्ट मम्मी हजुरले खोजेको रोजेको जस्तो आइसकेको छ एकैछिन त्यो लिएर आइसक्यो त एक थान मेहन्दी 1 दर्जन चुरा ल लिएर आइसक्यो त मम्मी हजुर हजुर रातो कलरको भर्खर भर्खर ट्यालेन्टेड पनि रहेछ अलिकति देख्दाखेरि पनि क्युट क्युट छ पछाडिपट्टि वाल आर्टहरू दामी गरेको छ भोलि पर्सि घर सजाउन त गाह्रो छ जस्तो छ मम्मी कुकिङ गर्छ कि गर्दैन गर्छु गर्छु कुकिङ पनि दामी भनौँ न रायोको सागसँग टक्क मासु सासु मिक्स गर्छ मिठो मम्मी छोरो मोटाउन थाल्यो ल अब छोरो मोटाउन थाल्यो बुझ्नु भयो नि मम्मीलाई नमस्कार ल हुनेवाला बुहारी व्रत बसेछु म आज म बोलाइहालेँ भर्खर ल फेरि चुरा फेरि मैले दिएको चुराहरू फुट्नु भएन नि प्लिज प्लिज ए भान्डिया आई वान्ट चुरा भान्डिया भाउजू यस आइम भाउजू है आजबाट चुरा किन्न जानुभयो कि क्या हो डोली सजा के रखना मेहंदी लगा के रखना हम आएंगे तुम्हें प्यार करने तुम लहंगा उठा के रखना ओहो खोइ चुरा खोइ लगा के रखना मेहंदी लगा के रखना थैंक यू तुम्हें गोरी वो कुन साइज को यो डबल एक्सएल स्मॉल ए स्मल हो यस्तो सानो हात म लास्ट मजाक गर्छु नि फेरि कहिले कहिले त तिमीलाई म जिस्किरहेको थिएँ कि साइज मिल्दैन कि भनेर सानै छ हेर त अनि मेहन्दी मेहन्दी पनि हो सुन न अरूले सबैलाई मैले ग्रिन कलरको चुरा दिएँ तिमी अलिकति दामी ब्युटिफुल लाग्यो है अनि त्यसको लागि साइड साइडमा दुईटा सुनको थ्याङ्क यू सो मच सुनको चुरा हो नि फेरि सुनको चाहिँदैन मलाई सुन फाप्दैन म सुन चाहिँदैन चुरा मात्र भयो हुन्छ त्यसैले हो तिमीले हिरालाई रोजेको यस पक्का म मेहन्दी पनि ल्याइदिएँ मेहन्दी पनि प्लिज 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 उसलाई चाहिँ 1 दर्जन चुरा छ थ्याङ्क यू एप्रिसिएट थ्याङ्क यू हिजै दिनु पर्ने थियो कि थाहा छ आज त म लाएर बस्थेँ नि सानो तिमी त्यस्तो कुरा नगर हिजो त सबैले बाँडिदिनु ठिक्क थियो कस्तो मान्छे दिएको छ है भगवान् सुन सानो त्यस्तो होइन कि हो किन भन्नुहोस् त हिजो सबले बाँड्दै थियो नि सबलाई यसरी लुकी लुकी यस्तो गरेर दिदी त्यो सबलाई यस्तो बुढा पाएपछि त के हुने होला भगवान् पख एकछिन पख म कृष्ण भगवानजी नै पाएछु क्या हो मैले त सबजना राजा हुन सक्छ शिवजी खोजेको कृष्णजी पो पाएछु मेहन्दी हजुर मेहन्दी प्लिज यो साइड साइडको लाउँदैन त यो चुराहरू सुनको बनाइदिएको मलाई सुन चाहिँदैन तपाईँ हिरा भए पुग्छ ल मैले हरियो चुरा चाहिँ राखिराख ल मेहन्दी खोइ त यो 1 थान मेहन्दी पनि तिम्रो लागि हो थ्याङ्क यू सो मच भोलि त यहाँ साँच्चै नाम लेखेर आउँछ नि फेरि साँच्चीकै हो आयो त बढ्ने हो सबै केटीले सबै केटीले लेख्दा लेख्दा हिजोदेखि तपाईँले कतिलाई लिनु भयो नि त किन एकछिन मेरो गल्ती हो त त्यो अभियसली तपाईँले चुज गर्ने हो नि त मन पराउने त लाखौँ आउँछ चुज गर्ने त एकजनालाई हो नि त एकछिन बग यो कृष्णको राधाहरू टन्ने हुन सक्छ तर रुक्मणी भनेको तिमी नै हो हिजो यो डायलग कसलाई नै मारेन भन्नु पर्थ्यो नि त म वेट गर्दैछु भनेर फर्स्ट टाइम यो ठाउँको ठाउँ रिबोटल जस्तो हो कि ठाउँको ठाउँ फ्री स्टाइल दिएको मैले बुझ्यो त्यसैले एक थान मेहन्दी तिम्रो लागि ल थ्याङ्क यू सो मच यो मेहन्दीको कतिको गाडा बस्छ त्यो भोलिको दिनमा ट्याटु जस्तै छापियो भनेपछि मलाई त्यस्तो दोष छैन नि फेरि दामी गाडा बस्छ नि फेरि म त खुसी नो रिग्रेट प्लस त्यो औँलाहरू पनि राम्रो देखिनु पर्यो औँला घिनलाग्दो औँला भित्र माटो छिरेको देखिनु भएन कालो छैन म नेल्सहरू राख्दिन प्लिज ग्रीन कलर नेल पलिस यो पनि हामीसँग सब छ सबै दिदीको उठाएर ल्याउनु भएको होला सुन ओके
त्यो कपाल खुल्ला भनेको अहिले मेरो अगाडि त गर्यो तर अरूको अगाडि कपाल खुल्ला हुनु भएन बुझ्यौ नि के गर्नु त त्यसको लागि पनि मैले एउटा लुई भिटोनको कान्छो भाइ लुई चिल्टोनको एउटा यो थ्याङ्क यू सो मच थ्याङ्क यू दिदी तपाईँको सबै सामान लिएर आउनु भयो उहाँले थ्याङ्क यू सो हामीसँग मच अर्को कुरा पनि छ ओ प्लिज के हो यस्तो प्लिज यो टीका टिका हो टिका चाहिँ मनपर्छ मलाई रेडी टिका चाहिँ यता हाम्रो गाउँघरतिर एउटा बिसनपुरी भन्ने बजार छ बिसनपुरीबाट ल्याएको टीका हो यो हस् भोलि त म टिका चुडा लाएर बस्छु म यो बिसनपुरीको टीका यता बसियाको मेहन्दी बुझ्यौ नि हाम्रो बजारतिर छ कि गाउँतिर त्यही हो अब यति भएपछि त पुगेला नि त अनि तिम्रो लागि म त्यति मेहन्दी सेन्दी लगाएपछि अनि घोडा चढेर आउनु पर्यो नि त त्यसको लागि घोडा चढेर त तपाईँ आउनु पर्यो नि त म त रेडी भएर बस्छु नि त लुगा चाहिँ खोइ त लुगा हजुर लुगा चाहिँ के लगाउनु लुगा कुर्ता लगाउनु कि साडी लगाउनु मलाई त कुर्तामै सिम्पल एन्ड फाइन हुँदैन भाग्दाखेरि सजिलो हुन्छ भागी बिहा हो नि त भाग्दाखेरि सजिलो हुन्छ साडी लगाएर यो लुगा यो त्यो कुर्ता पनि पठाइदिनु न त अनि मेहन्दी चुडा सबै सेट भयो लुगा पनि मम्मीको चोइसमा एउटा दामी सुटको पिस पनि म सिलाएर राखेको छु तिम्रो लुङ्गी लाउनु अरे लुङ्गी लुङ्गी त फुत्केला नि फेरि दौडिँदाखेरि अलिक तनाव हुन्छ त्यसैले बुझ्यौ नि हस् हस् मम्मीको चोइसमा पठाइदिनु ल कुर्ता चाहिँ कुर्ता चाहिँ म तिमीलाई ग्रिन कलरको पठाइदिनु पर्ला जस्तो छ अब फर्स्ट भित्राउनु घरमै त होला अनि मम्मी खुसी हुनु परेन बुहारीलाई देखेर राम्री त अलरेडी राम्रै अब मम्मीले दिएको लुगा लाउँदा त झन् राम्री त्यही गाह्रो पर्ला जस्तो छ अनि ठिक छ कति माया लाग्छ त अनि म राम्रै भएर आएपछि के लाग्छ अरे माया मायाको पनि कुनै त्यो कति कत्रो के हुन्छ त्यो माया भन्ने कुरा त लागिहाल्छ नि एउटा त्यो भइहाल्छ अब सब कुरा तिम्रो लागि ठिक भयो राइट सिन्दुर हाँ सिन्दुर सिन्दुर खै सिन्दुर नलाइकन घर लाने त्यस्तो त चल्दैन त ठकुरीको छोरा भएर सिन्दुर नलाइकन एउटा केटीलाई घर लाने माई गड होली के भन्नु यार कहाँ गयो चक्कुको त रीति सिति सबै पुऱ्याउनु परेन चुरा कुर्ता सुर्ता सबै अनि माग्छ यतिकै पख पख तिम्रो लागि मैले के सिन्दुर ल्याउँदैन जस्तो लाग्यो सिन्दुर अहिलेसम्म त भन्दै भन् अनि अर्को एउटा चिज पनि भन्नु सम्झिनु चितुवा कट्टु होइन होइन त्यो त अर्को भन्नु मङ्गलसूत्र त्यो पनि तर कमेन्ट पढेर भन्नुभएको को मलाई त थाहा छ नि सबै त्यही भएर 5 मिनट लाग्छ पख म त्यो अर्को एकजना एउटा चिज पनि चाहिँदो रहेछ बिहे गर्दाखेरि त के भयो पण्डित बाजे पण्डित बाजे त चाहिँदैन कोर्ट म्यारेज गर्ने हो हामी त कोर्ट खै त नेममा होइन टक्क लाएर कोर्ट म्यारेज गर्ने हो त्यही त पख पछि तपाईँ त अनि गोपिनीहरू टन्दैछ छोडेर गयो भने त गइहाल्यो नि एउटा प्रुफ चाहिएन त्यस्तो केही हुँदैन म चाहिएन टक्क मिलाएर राख्छु सबैजनालाई सेटल गरेर सबजनालाई टक 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 आज म कुन्सुकोमा भोलि चुन्टुकोमा यता कोही कहिलेकोमा कुन्सुको भएपछि कुन्सुसँगै हो ल पख तिम्रो लागि मैले त्यो भनिहाल्यो सिन्दुर सिन्दुर भनेर त्यो पनि मैले लिएर आएको थिएँ तर मैले सरप्राइज दिन सोचिरहेको थिएँ मङ्गलसूत्र चाहिँ म आज दिन सक्दैन किन छैन अर्कोले दिइसक्यो हिजो मङ्गलसूत्र यता पवन मूत्रले बनाइरहेको छ बुझ्यो कसले पवन मूत्र भन्ने एउटा साथी छ तिनीहरूले गरिरहेको छ मङ्गलसूत्र ए अनि एउटा चिज चाहिँ खोइ त नि अर्को पनि थ्याङ्क यू सो मच तपाईँहरूलाई के अर्को कुरा सोच्नु न बे गर्न रेडी हुन्छ सोच्नु पऱ्यो नि सबैले छिटो छिटो कति पो गोपिनीहरूलाई भनिसक्यो होला नागरिकता नागरिकता त हामी कोर्ट म्यारेज गरेपछि त अभियसली नागरिकता त म अन्डर एजको होइन छिटो 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 आँखा बन्द गरेर भन्नु है प्लिज प्लिज के छ यार अरू के चाहिन्छ त हेलमेट रिङ हजुर रिङ हो रिङ यस रिङ रिङ चाहिँ कसले ल्याइदिन्छ त्यही नै हामी कपाल रिङ लाउनु पर्छ ल यतापट्टि उता के लेखेर यता पी लेखेर हो कि यो तपाईँले के राख्ने मैले है भइहाल्छ नि साँच्चै हो नि फेरि नाम पनि लेख्छौँ म यहाँ सिन्दुर भइसक्यो